नमस्ते सबैजनालाई। मैले चुनाव आउनुभन्दा अगाडि एउटा भिडियो बनाएको थिएँ र अहिले चुनावको मत परिणामपछि म एउटा भिडियो बनाउँदैछु। यसमा के छ भने पुरानो दलहरूलाई हरेक जनताहरूले मन पराएको देखिएन। किन होला भन्ने सन्दर्भमा म एउटा कुरा भन्न चाहन्छु। किनभने पुरानो दलहरूले यतिका वर्षसम्म 30-35 वर्षसम्म राज गरिरहँदा तथा शासन चलाइरहँदा उनीहरूप्रति आत्मविश्वास, उनीहरूप्रतिको विश्वास टुटेको देखियो। वास्तवमा भन्ने हो भने पुरानो दलहरूले नेपाली जनताहरूप्रति देखाएको निर्दयता, भोट माग्दाखेरि एकदमै घर घरमा जाने र भोट माग्दै जाने, तर पछि जब मत परिणाम आउँछ त्यसपछि हर्षोल्लासको समय बिताउने र 5 वर्षसम्म आफ्नो कार्यकाल सिद्ध्याउने, साथै भ्रष्टाचार गर्ने, आफ्नो छोरीहरूलाई विदेशमा पठाउने, काठमाडौँमा घर बनाउने, विदेशमा घर बनाउने तथा आफ्नो नातागोताहरूको लागि रोजगारी दिने, तर अरूलाई कसैले पनि रोजगारीको व्यवस्था नगरिदिएको देखियो। यसले गर्दा देशमा सबैजनालाई निराशा पैदा गरेको थियो। अबको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतका साथ अहिले विजय प्राप्त गरेको छ। त्यसलाई पार्टीलाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई धेरै धेरै शुभकामना। र प्रधानमन्त्रीका लागि अगाडि सारिएका नेता बालेन्द्र शाह, जो पूर्व मेयर काठमाडौँका थिए, उनलाई पनि कार्यकालको शुभकामना। आशा छ कि बालेनलाई नै प्रधानमन्त्री बनाउनेछन्। र अब करप्सनको कुरा, जिम्माको कुरा, साथै इम्प्राइजमेन्टको कुरा सबै हटाइयोस् भन्ने हामीले चाहेका छौँ। भोलिको दिनमा कसैले कमिसन लिएको, घुस लिएको र सम्पत्ति हिनामिना गरिएको, आफ्नो देशमा भएका सम्पत्तिहरूलाई विदेशमा बेचिएको सुन्न नपाइयोस्। साथै देशका जनताहरूले, जो अहिले नयाँ आएको पुस्ताहरू, युवा पुस्ताहरूले देशलाई अगाडि बढाउनुपर्छ, अगाडि हाँक्नुपर्छ, साथै हाम्रो देशलाई रक्षा गर्नुपर्छ भन्ने जुन आशा राखेका छन् त्यो अवश्य पुरा गर्नेछन् भन्ने आशा राख्दछु। साथै अहिले नयाँ सारिएको कुरा के छ भने 2/3 मत पुर्याउनुपर्छ र हामीले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा छ। ठिक छ, त्यसको लागि के छ भने सबै जनताहरूले मन पराएको हुनु पर्यो र सबै देश र जनताको पक्षमा हुनु पर्यो। यो कुनै देश तथा राष्ट्रघाती कुनै पनि निर्णय नहोस्। एकचोटि समीक्षा होस्, सबै विज्ञहरूमा बसेर निर्णय होस् र त्यसपछि मात्रै संविधान संशोधन होस् भन्ने हामीले चाहेका छौँ। र धेरैभन्दा धेरै मान्छेहरूले के सोचेका छन् भने अबको दिनमा हामीले संविधान संशोधन